नमस्कार दर्शकबिनहरु, आजको यस नयाँ भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको यस भिडियोमा म तपाईहरुलाई बताउने छु कि गजुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा चाहिँ भ्याकेन्सी खोलेको छ। गजुरी धादिङमा चाहिँ जुन कि हाम्रो बागमती प्रदेश नेपालमा रहेको छ, त्यहाँ चाहिँ विभिन्न पदको लागि भ्याकेन्सी खोलेको छ हैन। त्यो चाहिँ 30 गते खोलेको हो। र त्यहाँ तपाईहरुले नगर प्रहरी, असही, कम्प्युटर अपरेटर, अभिलेख कार्यालय सहयोग विभिन्न पोस्टमा छ के तपाईले एप्लाई गर्न सक्ने पोस्ट पनि छ। ड्राइभरहरु विभिन्न पोस्टमा छ, त्यसैले भिडियोलाई स्किप नगरिकन हेर्नु होला। र अहिलेसम्म तपाईहरुले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी हामीसँग जोडिन सक्नुहुन्छ। यदि तपाईले यो भिडियोमा केही कन्फ्युज हुनु भने तपाईले मलाई मेसेज गरेर कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। तपाईले हेर्न सक्नुहुन्छ सूचना सुचार भनेर प्रकाशन गरेको छ। प्रथम पटक प्रकाशित मिति 2079 3 को महिना 23 गते जुन हिजो थियो हैन। र यस गजुरी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय गजुरी धादिङबाट देहाई बमोजिमको पदमा सेवा करारमा ल्याई कामकाज गराउन आवश्यक भएको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आफूले हासिल गरेको शैक्षिक योग्यता, अनुभव र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित यस कार्यालयमा रिक्तपूर्वक दस्ताखत पेश गर्न हुन सम्बन्धित सबैको लागि यो जानकारीको लागि सूचना प्रकाशन गरिएको छ भनेको छ। तपाईले चाहिँ 7 दिनभित्र तपाईले एप्लाई गर्न सक्नुहुन्छ विभिन्न पोस्टमा। यहाँ तपाईले विज्ञापन नम्बर हेर्न सक्नुहुन्छ, पद यहाँ हेर्न सक्नुहुन्छ, तह यहाँ छ भनेदेखि माग संख्या कति छ र आवश्यक न्यूनतम योग्यता शैक्षिक योग्यता के कति छ त त्यसको बारेमा यहाँ देखेको छ। विज्ञापन नम्बर हेर्न सक्नुहुन्छ, अभिलेख प्रशासक हैन 5औं तहको लागि एकजना माग गरेको छ। प्रवीणता प्रमाणपत्र तह वा +2 उत्तीर्ण गरेको हुनुपर्ने है। र अर्को छ उद्यम विकास सहजकर्ता 4औं तहको लागि 2 जना माग गरेको रहेछ। सिटिबिडीबाट उद्यम विकास सहजकर्ता सिप परीक्षणका तह 2 वा 3 उत्तीर्ण गरेको हुनुपर्ने। अर्को छ न्यायिक सहजकर्ता 4औं तहको लागि एकजना माग गरेको रहेछ। प्रवीणता प्रमाणपत्र तह +2 वा सोसर उत्तीर्ण गरेको हुनुपर्ने। अर्को छ सामाजिक परिचालक भनेर 14औं तहको लागि 5 जना माग गरेको रहेछ। यसमा नि +2 उत्तीर्ण माग गरेको छ है। अर्को छ सहायक कम्प्युटर अपरेटर, यहाँ चाहिँ जम्मा 14औं तहको लागि 10 जना माग गरेको रहेछ सहायक कम्प्युटर अपरेटरको लागि हैन। र यसमा चाहिँ एसएलसी वा एससी सोसर उत्तीर्ण गरी कम्तीमा 3 महिनाको आधारभूत कम्प्युटर तालिम प्राप्त गरेको हुनुपर्ने। तपाईले चाहिँ 3 महिना तालिम प्राप्त गरेको छ भने तपाईले यो एप्लाई गर्न पाए। अर्को छ गाउँपालिकाको प्रहरी हैन। असही 14औं तहको लागि एकजना माग गरेको रहेछ। भूपू सैनिक अथवा प्रहरी भनेको छ। यो दुईटाबाट तपाई जुनसुकै भए पनि भयो एकजना माग गरेको रहेछ। अर्को छ नगर प्रहरी गाउँपालिकाको प्रहरी भनेपछि नगर प्रहरी, यहाँ चाहिँ 4 जना माग गरेको रहेछ। यो चाहिँ भूपू सैनिक वा प्रहरी भनेको छ। अर्को छ हेभी सवारी चालकहरु, तपाईहरुको हेभी लाइसेन्स छ भने एकजना माग गरेको रहेछ, लाइसेन्स प्राप्त भनेको छ। अर्को छ फुलाक सवारी चालक है, 2 जना माग गरेको रहेछ। अर्को छ जेसीबी अपरेटर, यहाँ एकजना माग गरेको रहेछ, लाइसेन्स प्राप्त भएको। अर्को छ हेल्परको लागि एकजना सामान्य लेखपढ गर्न सक्ने। अर्को छ फोहोर मैला व्यवस्थापन ड्राइभर एकजना र हेल्पर 2 जना चाहिन्छ। यहाँ चाहिँ जम्मा 3 जना। ड्राइभरको लाइसेन्स प्राप्त हुनुपर्ने भनेपछि हेल्परको चाहिँ सामान्य लेखपढ गर्न सक्नु हुनुपर्ने। अर्को छ कार्यालय सहयोग, यहाँ चाहिँ 18 जना माग गरेको छ। सामान्य लेखपढ गर्न सक्ने तपाईहरुले सक्छ भनेदेखि कार्यालय सहयोगमा तपाईहरु जान सक्नुहुन्छ। अर्को छ खेलकुद संयोजक प्रशिक्षक 4औं तहको लागि एकजना माग गरेको रहेछ। प्रवीणता प्रमाणपत्र तह +2 वा सोसर उत्तीर्ण गरी तालिम प्राप्त गरेको हुनुपर्ने है। र अर्को छ तपाईहरुको पदपूर्ति सम्बन्धी अन्य शर्तहरु के छ त दस्ताखत दिने अवधि भनेपछि 2079 3 को महिना 30 गतेदेखि 4 को महिना 5 गतेसम्म तपाईले एप्लाई गर्न सक्नुहुन्छ। र परीक्षा मिति पछि प्रकाशन गरिनेछ। दस्ताखत पेश गर्ने अन्तिम मितिको सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालयको समयभित्र पेश गर्न सकिनेछ। र दस्ताखत बुझाउने स्थान गजुरी गाउँपालिका कार्यालय गजुरी गाउँ कार्यपालिकाको कार्यालय प्रशासन शाखामा चाहिँ बुझाउन सक्नुहुन्छ। र दस्ताखत दस्तुर भनेपछि सहायक 4औं तहको लागि 800, सहायक 4औं तहको लागि 600 हैन। र अन्य खुलाको हकमा चाहिँ 300 मात्र माग गरेको छ। तपाईले सहायक 5औं तहको लागि चाहिँ 800 रुपैयाँ तिर्नुपर्ने हुन्छ। र तपाईले चाहिँ छिटो भन्दा छिटो एप्लाई गर्न सक्नुहुन्छ। 18 धेरै संख्यामा खोलेकोले तपाईले लिन सक्छ। आजको भिडियो यति नै थियो। राम्रो लाग्यो अहिलेसम्म तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी हामीसँग जोडिन सक्नुहुन्छ। जय नेपाल।